पैसा उठाउने त्यो काम हाम्रो होइन। कसैलाई सहयोग गर्ने मनबाट गर्न मन लाग्छ, व्यक्तिगत हिसाबले, ह्युमन भएको हिसाबले, ह्युमन फिलिङ सबैलाई हुन्छ। अप्ठ्यारो लागेको बेलामा गर्ने त्यो आफ्नो काम हो, हामी गर्छौँ। र त्यो चाहिँ के हुन्छ भने एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस् भन्छ होइन, त्यो भन्नु जरुरी छैन। त्यो आफ्नो मनबाट गरिएको कामहरू हुन्छ। तर त्योभन्दा बाहेक हामी आफ्नो धर्म नाघेर काम गर्दैनौँ, पैसा उठाउँदैनौँ, मान्छेसँग हामी यस्तो गर्नुहोस् पनि भन्दैनौँ। किनभने त्यो चाहिँ हामीलाई हाम्रा पात्रहरूमाथि अन्याय हो, अपराध हो जस्तो लाग्छ। उनीहरू त कर्ममा विश्वास गर्ने मान्छे हुन् नि, केही न केही उनीहरू गरिराखेका छन्। उनीहरू जिन्दगी आफ्नो जिन्दगीसँग खुसी छन्। हामीले 2-4 पैसा दिएर ती मान्छेहरूलाई अपमान गर्ने त, मलाई त त्यस्तो अपमान गर्नु ठिक जस्तो लाग्दैन। अनि तर सहयोग गर्ने मन हुने मान्छेहरूले सहयोग गर्न चाहन्छन् भनेदेखि चाहिँ उनीहरूसँग हामी एकअर्कासँग जोडाइदिन्छौँ। हामी बिचमा कहीँ पनि पर्दैन। आफू पैसा उठाएर हामीले दिने त्यो काम पनि हामी गर्दैनौँ। मैले प्रश्न भने होला, धेरै त्यस्तो आउँछ, तपाईँहरू नै लगिदिनुहोस् प्लिज यस्तो यस्तो भन्ने खालको। तर त्यो चाहिँ हामीले नगर्दै ठिक जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ हामी एकदम प्रष्ट छौँ, क्लियर छौँ, के गर्ने के नगर्ने, कतिसम्म गर्ने कतिसम्म नगर्ने। के कुराहरूमा हामी संलग्न हुन खोजेका थियौँ, जस्तो पानीको कथा, एउटा असाध्यै पानी नभएको गाउँको कथा हामीले गरेका थियौँ। धेरै मान्छेहरू चाहिँ त्यसमा जोडिन खोज्नुभयो, त्यहाँ पानी कसरी